नमस्ते साथीहरु, स्वागत छ आजको यस भिडियोमा। आजको यस भिडियोमा म तपाईहरुलाई कसरी तपाईले भोट गर्दाखेरि भोट बदर हुँदैन त्यो जानकारी तपाईलाई दिन गइरहेको छु र धेरै जनालाई मतदान गरिसकेपछि जुन चाहिँ मतपत्र छ त्यो पठाउन आइडिया नआउन सक्छ। त्यही कारणले गर्दाखेरि त्यो तरिका पनि बताउँछु। धेरै जस्तो उम्मेदवारहरू भोट आएर पनि हार्ने गर्दछन्, त्यो भनेको मत बदर भएको कारणले पनि हार्ने गर्दछ। त्यही कारणले गर्दाखेरि मत तपाईले दिएको मत खेर नजाओस्, बदर नहोस् भन्नका लागि यो भिडियोलाई फुल हेर्नु होला। अब साथीहरु, सबभन्दा पहिला चाहिँ हामी मतपत्र चिनौं। मतपत्र दुई प्रकारको हुन्छ। एउटा हुन्छ समानुपातिकको, तपाईले त देख्न सक्नुहुन्छ। त्यसैगरी अर्को हुन्छ प्रत्यक्षको। यी दुईवटा मतपत्र तपाईले चिन्नु होला। तपाईहरुलाई त्यहाँनेर भोट हाल्दाखेरि पनि जानकारी दिन्छ। यी दुईवटा फरक फरक रङका हुन्छन्। एउटा हुन्छ सेतो रङको, अर्को हुन्छ रातो रङको हुन्छ। र त्यसैगरी अब तपाईहरुले कसरी हाल्दाखेरि चाहिँ सही हुन्छ, कुन कुन मिस्टेकले गर्दाखेरि चाहिँ गलत हुन्छ त त्यो सम्बन्धी जानकारी म तपाईलाई दिन्छु। त्यो भन्दा पहिला तपाईहरुले यो यहाँनेर मतपत्रमा हेर्न सक्नुहुन्छ। कुनैमा धेरै चिन्ह छ, कुनैमा थोरै चिन्ह छ। यसको मतलब के हो त भन्दाखेरि तपाईको क्षेत्रमा कति जना उम्मेदवारहरूले उम्मेदवारी दिएका छन् त्यसको आधारमा पनि चुनावको जुन चाहिँ चिन्ह छ त्यो फरक पर्न सक्छ। कुनैमा धेरै, कुनैमा थोरै हुन सक्छ। र अब जानकारी लिऊ कसरी तपाईहरुले प्र्याक्टिकल रूपमा चाहिँ बदर नहुने हिसाबले कसरी भोट हाल्ने त्यो तरिका म तपाईलाई बताउँछु र साथमा पटाउने आइडिया पनि धेरै जनालाई आउँदैन, त्यो तरिका पनि सिकाउँछु, सही तरिका। त्यसैले भिडियोलाई स्किप नगरिकन अन्तिमसम्म जस्ताको त्यस्तै हेरेर तपाईले त्यही अनुसार गर्नुभयो भने तपाईको मत खेर हुनेवाला छैन। अब साथीहरु, तपाईले यहाँ देख्दै हुनुहुन्छ जुन चाहिँ तपाईहरुले यहाँ पढ्न पनि सक्नुहुन्छ। प्रतिनिधि सभा सदस्य निर्वाचन 2082 पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली भनेको छ। जुन चाहिँ यो चाहिँ प्रदेश कोशी रहेको छ, जिल्ला ओखलढुङ्गा रहेको छ, त्यस्तै गरी क्षेत्र नम्बर 1 को रहेको छ। यहाँनिर जुन चाहिँ गाउँपालिका नगरपालिका लेखेर आउँछ, वडा। त्यस्तै गरी तपाईहरु मतदाता कहाँ गर्दै हुनुहुन्छ त्यहाँनिरको नाम यहाँ लेखिन्छ। त्यस्तै गरी तपाईहरुले यहाँनिर अब ध्यान दिनुपर्ने चाहिँ कुरा चाहिँ यहाँनिर मत तल छाप लाउनु भन्दा पहिला चाहिँ के गर्नुपर्छ भने अधिकृतको सिग्नेचर छ कि छैन तपाईले यहाँनिर जाँच्नुपर्छ है। अधिकृतको सिग्नेचर छैन भने पनि तपाईको मत छ त्यो रद्द हुने सम्भावना ज्यादा हुन्छ। त्यही कारणले गर्दाखेरि तपाईहरुले देख्न सक्नुहुन्छ यो चाहिँ जो चाहिँ प्रत्यक्षतर्फको हो र प्रत्यक्षतर्फको चाहिँ तपाईहरुलाई दिँदाखेरि चाहिँ यो चाहिँ रातो मसीले लेखेको हुन्छ। सबै चुनाव चिन्हहरू तपाईहरुले मैले डिस्प्लेमा पनि देखाएको छु। यो चाहिँ के हो भन्दाखेरि नमुना वास्तविक मतपत्रको नमुना हो है। नमुना भएको कारणले गर्दाखेरि तपाईहरुले देख्न सक्नुहुन्छ यहाँनिर चिन्हहरू दिएको छ। जुन चाहिँ पार्टीको चुनाव चिन्ह दिएको छ, जसमा चाहिँ तपाईहरुले यहाँ क्रमबद्ध तरिकाले देखिरहनु पर्छ। अब तपाईहरुले भोट हाल्ने क्रममा चाहिँ के हुन्छ भने यहाँ स्वस्तिक चिन्ह तपाईलाई दिएको हुन्छ, स्वस्तिक दिएको हुन्छ। त्यो तपाईले छापदानीमा चोप्नु पर्छ। त्यो चोपिसकेपछि तपाईहरुले कहाँनिर लगाउने, त्यो लगाउँदाखेरि तपाईहरुले के गर्ने भन्दाखेरि तपाईहरुले यहाँनिर जुन छ नि, जस्तै मैले जस्ट फर एक्जाम्पल तपाईले यहाँ जुनसुकै A to Z जसले पनि मत लगाउन सक्नुहुन्छ। मत लगाउने अधिकार तपाई आफ्नोमै निर्भर पर्छ र एकदमै गोप्य रूपमा हुन्छ। त्यही कारणले गर्दाखेरि मैले सिकाउनको लागि मात्रै तपाईलाई बनेको। जस्तै मैले यहाँनिर चाहिँ यहाँ माटो छाप छ, अञ्जलीको माटो छाप, यसलाई चाहिँ मैले यहाँनिर लगाउँछु भनेदेखि यहाँनिर जुन तपाईले एउटा ध्यान दिएर हेर्नु होला। यहाँनिर जुन छ नि यहाँनिर माटो जुन छाप छ त्यसको अलिकति उतापट्टि यहाँनिर धेरै स्पेसहरू खाली स्पेस छ। यसको मतलब खाली स्पेस हरेक जुन चाहिँ चिन्ह मतदानको चिन्ह छ नि, त्यो चुनाव चिन्ह छ नि, त्यसको अलिकति उतापट्टि जुन छ त्यहाँनिर चाहिँ केही खाली भाग राखेको छ। त्यही खाली भागमा तपाईले छाप लगाउनु पर्छ है। स्वस्तिक छापदानीमा लगाउने, त्यसपछि यहाँनिर ठक्क छाप लगाइदिने। अब छाप लाउँदाखेरि तपाईहरुले धेरै कुरामा ध्यान दिनुपर्छ। जस्तै तपाईहरुले यहाँनिर सेन्टरमा बिचमा पर्ने गरी लगाउने। अब तपाईले दायाँपट्टि यता रेखामा छुनुभयो भने पनि तपाईको बदर हुन्छ, यतातर्फ छुयो भने पनि तपाईको बदर हुन्छ, यतातर्फ राइट साइडतिर छुयो भने तपाईको बदर हुन्छ क्या। जस्तै यो जुन यहाँ बिजुलीको चिम छ यसमा पनि तपाईले यही स्वस्तिक छाप बिचैमा लगाउनु होला। बिचैमा लगाएन भने तपाईको यता लगायो यता लगायो भने तपाईको छाप छ त्यो बदर हुन्छ है त। तपाईको जुन मतदान छ त्यो बदर हुन्छ। जस्तै तपाईले यहाँनिर लस्कारै तपाईले छाप लगाइदिनु भयो भने पनि तपाईको जुन चाहिँ मत छ त्यो बदर हुन्छ। त्यही कारणले गर्दाखेरि तपाईले ठ्याक्कै एक ठाउँमा एकजनालाई मात्रै एउटा चुनाव चिन्ह मात्रै तपाईले लगाउनु पर्ने हुन्छ। त्यसैगरी अर्को कुरा भनेको तपाईहरुमध्ये धेरै जनालाई त्यति थाहा पनि हुँदैन होला। धेरै फर्स्ट भोटर हुन्छ भने तपाईले जस्तै यहाँनिर छाप यहाँनिर लगाए, जस्तै मैले तपाईहरुले यहाँनिर लगाएर पनि देखाउँछु। जस्तै मैले यहाँनिर लगाइदिएँ, जस्तै मानौँ न A to Z जुनसुकैले तपाईले लगाउन सक्नुहुन्छ। जस्तै मैले यहाँनिर यो माटो चिन्हमा लगाइदिएँ। जस्तै माटो चिन्हमा यस्तो तरिकाले चाहिँ लगाइदिएँ, जस्तै स्वस्तिक चिन्ह लगाइदिएँ। अब पटाउने तरिका म तपाईलाई बताउँछु। जस्तै पटाउनको लागि सबभन्दा पहिलो चाहिँ तपाईले के गर्न सक्नुहुन्छ, त्यो तलबाट यसरी फोल्ड गर्ने। फोल्ड गरेपछि के गर्ने भन्दाखेरि यहाँनिर माथिबाट पटाउँदै हुन्छ, तपाईहरु तलबाट पटाउँदै नि केही फरक पर्दैन। जस्तै
यस्तो गरेर तपाईले जुन यहाँ लाइन छ त्यो लाइन बागमा यस्तो गरेर राख्दिने। जस्तै मैले तपाईलाई सिकाउँदै छु यस्तो गरेर राख्दिने। त्यसरी के गर्ने भन्दाखेरि यो किन गरेको भन्दाखेरि यहाँनेर छाप यताबाट उता पस्न सक्छ। त्यस्तै गरी त्यही कारणले गर्दाखेरि तपाईले यस्तो गरेर पटाउने है, यस्तो गरेर पटाउन सक्नुहुन्छ। यसो गरी पटाउँदाखेरि के भयो त भन्दाखेरि यहाँनेर जुन छ त्यो छाप अरुमा लागेन, यतातर्फ त छैन नि, त्यही कारणले गर्दाखेरि चाहिँ छाप लाग्दैन। जस्तै यहाँतर्फ चुनाव चिन्ह छ भने यता पनि लाग्यो भने त्यो बदर हुन सक्ने सम्भावना हुन्छ। त्यही कारणले यस्तो तरिकाले तपाईले पटाउन सक्नुहुन्छ है त। यस्तो तरिकाले पटाउनुस्, आरामले तपाईलाई धेरै टाइम दिन्छ, यस्तो गरी पटाउन सक्नुहुन्छ। र पटाएर तपाईको यहाँनेर यस्तो रेडी भइसकेपछि तपाईले जुन मतदान गर्ने डङ हुन्छ त्यसमा लगेर तपाईले यसरी खसाल्न सक्नुहुन्छ। खसालिसकेपछि तपाईको भोट यस्तो तरिकाले हुन्छ। सो यो तरिकाले तपाईले भोट गर्न सक्नुहुन्छ।